है साथीहरू, आज शनिबारको दिन म चाहिँ खाना खान सुरु गर्दैछु। मेरो खानामा चाहिँ छ पापड। आज धेरै दिन पछाडि पापड खाँदैछु। अनि यो पापड धेरै खायो भने क्या साथीहरू कस्तो यो नाकहरू पोल्छ, पुरै समस्या हुन्छ हौ मलाई। त्यही भएर मिठो चाहिँ मिठो लाग्ने हो, तर कहिलेकाहीँ मात्रै खाने गरेको छु। अनि तरकारीमा छ सजन र आलु, अनि यो फत्के अचार सिद्रा हालेको, यस्तो दामी हुन्छ, यस्तो दामी हुन्छ। अनि यो प्याज चाहिँ मलाई मनपर्छ यो सलादमा। सुरु गरेको ल साथीहरू, आज शनिबारको दिन। मलाई चाहिँ दाल खाँदा खाँदा क्या नानीहरू भइसकेपछि दाल बिहान बेलुका पकाउनु पर्छ नि त। पनि कस्तो उयो भइसक्यो क्या, अमन भइसक्यो। त्यही भएर म चाहिँ दाल चाहिँदैन। दाल त बनाएको छु, तर दाल बिना पनि मलाई चाहिँ रुच्छ यत्तिकै। यो अचार भएपछि चाहिँ मिठो हुन्छ अचार। यो के अरे अझै अब सानो लोकल टमाटर हुनुपर्छ। लोकल टमाटर अझै मिठो लाग्छ हौ। खाए यो सालको सजुन निक्लिसकेछ। हिजो बजार गएको थिएँ, 50 रुपियाँ पावा रहेछ सजुन। अनि एक पावा ल्याएको, मजाले एक छाक पुग्यो। उयो क्या साथीहरू, कति राम्रो स्वास्थ्यको लागि पनि एकदमै राम्रो। प्रेसर हाई हुनेहरूलाई त झनै राम्रो अरे यो, होइन? यो तरकारी खाँदा एकदमै फाइदाजनक। अनि सजनको चाहिँ कस्तो बोटले नि कति कुरा फाइदा गराउँछ। जस्तै यो उसको उयो पनि खान मिलो, डाक्ला पनि। अनि उसको पात पनि खान मिलो। अनि उसको के अरे फुल पनि खान मिल्छ अरे क्या। तर फुल चाहिँ खाएको छैन। अब उसको पातको त दाल कति मिठो हुन्छ। तर फेरि अर्को कुरा क्या, सबैभन्दा उसको त्यो रुखको जरा खायो भने चाहिँ नि मान्छे मरिन्छ क्या, हो यस्तो अरे। कस्तो अचम्म होइन, एउटा रुखमा धेरै कुरा पाइने, तर जरा खायो भने चाहिँ मरिने, त्यस्तो हुन्छ है साथीहरू। म चाहिँ यो सालको सजुन खाइसकेँ। तपाईँहरूले पनि खानु होला, मिठो हुन्छ यसको तरकारी। मटर चनाहरू लाएर कुकरमा पछि अब छिपिँदा पनि कुकरमा गालेर खाँदा पनि कति मिठो हुन्छ क्या। हामी गाउँ घरमा बसेको फाइदा चाहिँ यो छ क्या, एकदमै अर्ग्यानिक चिजहरू खानु पाइन्छ। भिडियो लामो हुन्छ मैले खाइसक्दा। एकछिन ल।